हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हाम्रो घरमा ग्यादरिङ रहेको छ। आज सबैजना हाम्रो आफन्तहरू आउनुहुन्छ खाना खानको लागि। सुरुमा म मोही निकाल्छु अनि त्यसपछि आँपको रस काट्नको लागि हामी बस्छौँ। त्योभन्दा अगाडि म लगाउँछु एप्रोन, न त मेरो यस्तो राम्रो कुर्ता बिग्रिन्छ। उल्टो लाएछु अनि फेरि उल्टो बनाएर लगाउँछु अनि म बस्छु आँप सुधार्न। अनि मम्मी चाहिँ क्याबेज सुधार्दै हुनुहुन्छ अनि भात पनि उम्लिँदैछ, पाक्दैछ यहाँ। अनि म बस्छु गाजर सुधार्न। यसको भित्र गुदी चाहिँ हामी फ्याँक्छौँ अनि मलाई भोक लाग्छ अनि म चिप्स खान्छु अनि अबैको लागि चिया बनाउँछु। अनि हाम्रो फुर्र परेको भात रेडी हुन्छ अनि यता सबै सब्जीहरू पनि रेडी गर्दै हुनुहुन्छ मिरा दिदी मम्मी भएर। अनि आलुको सब्जी पनि रेडी भइसक्छ। बिहान उठ्ने बित्तिकैदेखि कति काम थियो, त्यही भएर स्किन केयर गर्नै भ्याएको थिइनँ। देउरानी जेठानी आउँछन् होइन, राम्ररी त हुनु पर्यो। स्किन केयर गर्ने बित्तिकै मुख टलक्कै। अनि हाम्रो दाल पनि रेडी हुन्छ अनि म मम्मीलाई हेल्प गर्छु यताउति सघाउनको लागि। अनि म अहिले काट्न बस्छु खोर्सानी। आज यस्तै ठुल्ठुलो खोर्सानी हुन्छ जुन पिरै हुँदैन। अनि तर हाम्रो घरमा सबैलाई यो खोर्सानी पनि पिरो लाग्छ। मलाई चाहिँ त्यो अकबरे डल्लो खोर्सानी खाने बानी भएर होला, यो त पिरै लाग्दैन हो, गुलियो पो लाग्छ मलाई त यो खोर्सानी। त्यस पछाडि सानीमा र नन्द पनि आइपुग्नुहुन्छ। यो चाहिँ हो आँपको अचार। अनि यो साडी चाहिँ सबैलाई गिफ्ट दिन राखेको, जो जो आउनुहुन्छ उहाँहरूको लागि। कस्तो राम्रो राम्रो साडी। त्यस पछाडि म अलिकति सनाक सुनुक पार्छु। सम्मारा पनि रेडी हुन्छ र मोसी तयार गर्दै हुनुहुन्छ खमन ढोक्ला। मेरो अर्को नन्द पनि आइपुग्नुहुन्छ। अनि यो रहेको छ मुङ दालको सब्जी अनि यो चाहिँ ढोक्ला। अनि एकछिनको लागि म फ्री भएर म बच्चाहरूसँग एकछिन खेल्छु ब्याडमिन्टन। मेरो नन्द मरी आँटा मुस्दै हुनुहुन्छ यहाँ। अनि अलिअलि गर्दै सबैजना पाहुनाहरू आउने क्रम जारी छ। अनि हाम्रो भएको त्यो पुरी बनाउने बेला अनि म जान्छु हिरोइन पल्टेर सघाउनको लागि। अनि आँटा गुच्छु, मेरो सबै हातका नसाहरू चथर पथर हुन्छन्। अनि त्यही भएर देखेर चाहिँ जाऊ म आफै गर्छु भन्नुभयो नन्दले अनि आफै गर्न थाल्नुभयो। अनि म बस्छु फेरि पुरीको डल्ला बनाउनको लागि। अनि मोसी चाहिँ फुलाउँदै हुनुहुन्छ चिप्स। अनि यो तेलहरूको काम चाहिँ मलाई गर्नै दिनुहुन्न क्या खासै, किनभने यो तेलहरू छिटिन्छ अनि मेरो मुखमा लाग्छ, मलाई पोल्छ भनेर। अनि फक्क पर फुलेको पुरी पनि रेडी हुन्छ। अनि यो मलामासको महिना मतलब पुरुषोत्तम महिनामा चाहिँ सबैको घरमा यसरी नै दोपहरको खाना खानको लागि राख्नुहुन्छ। आज चाहिँ हाम्रो घरको पालो थियो। अनि म बस्छु थाल बटुका यसो सरसफाइ गर्न। त्यस पछाडि हाम्रो खानाहरू पनि रेडी हुन्छ। अनि चकटी ओछ्याएर हामी सबैलाई खाना खानको लागि बोलाउँछौँ। सबभन्दा सुरुमा आउँछ जेन्ट्सको पालो अनि उहाँहरूले खाना खानुहुन्छ। अनि त्यसपछि आउँछ मम्मी आन्टी अनि सानीमाहरूको पालो। अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो देवर, सुपारी लिएर आउनुहुन्छ मेरो लागि। अनि सुपारी देख्ने बित्तिकै मेरो मुखमा आउँछ एक प्रकारको चमक। अनि त्यसपछि आउँछ सबैको लागि गिफ्ट दिने पालो। अनि एक एक गरेर म सबैलाई साडी दिन्छु। अनि सबैजनाले साडी पाएपछि खुसी हुनुहुन्छ। अनि हामीले चाहिँ एकदम राम्रो राम्रो साडी छानेर ल्याएका थियौँ क्या गिफ्ट दिनको लागि। अनि मैले पनि साडी पाउँछु ग्रिन कलरको, कस्तो क्युट। अनि यो भेला चाहिँ कलर साट्नको लागि हो, जसलाई जुन जुन कलर मनपर्छ साट्नुहुन्छ। अनि सबैलाई खाना खुवाइसकेपछि पालो आउँछ हाम्रो खाना खाने। अनि म पेट भरेर खान्छु टन्न खाना। अनि खाना खाइसकेपछि यो सबै सनाक सुनुक पार्न बस्छु। अनि यो ग्यादरिङ हुँदा चाहिँ मलाई आफ्नो घरको एकदमै याद आइरहेको थियो। मम्मी, ठुलाआमा, काकी, मामा, माइजू सबैलाई म एकदम मिस गरिरहेको थिएँ। हाम्रो घरमा पनि यस्तै ग्यादरिङ हुन्थ्यो अनि हामी यसरी नै भेला भएर खानाहरू खान्थ्यौँ भनेर मिस गरिरहेको थिएँ। अनि सबैतिर सनाक सुनुक पारेँ बडार कुडार गरेर। अनि सबैजना चाहिँ बस्नु भएको छ गफ गर्दै। अनि हाम्रो चाहिँ अझै काम सिद्धिएको थिएन। मेरो नन्दहरू अझै बिचारा काम गरिरहनु भएको थियो। सबै काम सकिसकेपछि हामी बस्छौँ रेस्ट गर्न। अनि अबै लगाउनुहुन्छ हाम्रो बिहेको भिडियो। अनि हामी सबैजना भएर हेर्छौँ हाम्रो बिहेको भिडियो। अनि आफ्नै बिहेको भिडियो हेरेर म चाहिँ मक्ख पर्छु। अनि त्यस पछाडि हामी सबैजना दर्शन गर्नको लागि वीरपुर जान्छौँ बाइकमा चढेर। अनि बिचमा पुगेर त म झन्डै मरे गर्मीले। अनि उखुको रस पिउँछु। 6:30 बजे निस्किँदा पनि यस्तो टन्टला पुर घाम थियो बाहिर। अनि फाइनली 1 घन्टा पछि हामी पुग्छौँ जलाराम बापाको मन्दिर। यहाँ चाहिँ एकदमै भिड थियो अनि फोन पनि लान दिनु भएन। सो हामी दर्शन गरेर बाहिर निस्क्यौँ। त्यस पछाडि हामी फर्किन्छौँ घर। अनि म बल्ल बल्ल घर आइपुग्छु। आज चाहिँ दिनभरि एकदमै काम थियो, सो म एकदमै थाकेँ। सो गाइज, गुड नाइट एन्ड थ्याङ्क यू सो मच फर वाचिङ। बाई।